कोशी कर्णाली मेची र महाकाली आकाश जत्रो छातीमा नेपाल बसरी आयो नेपाली प्रीतिको गीत गाउँदै आयो नेपाली प्रीतिको गीत गाउँदै आयो नेपाली सक्दछ उसलाई जो महासमरमा बाँच्दछ कसले उसलाई तर्साउने जो तोप सङ्गीतमा नाच्दछ सबैको लागि तै पनि शान्ति सन्देश लो आयो नेपाली प्रीतिको गीत गाउँदै आयो नेपाली लो आयो नेपाली प्रीतिको गीत गाउँदै आयो नेपाली स्वाधीन सुर निष्कपट नेपालीको स्वभाव हो कतै फरक देख्यो भने त्यो दुष्टको प्रभाव हो सम्हाली आयो नेपाली प्रीतिको गीत गाउँदै आयो नेपाली लो आयो नेपाली प्रीतिको गीत गाउँदै आयो नेपाली सक्छ अन्धकार बुढामा सूर्य चम्काए मर्न सक्छ मनको प्यार झौरेमा मादल घन्काए मनको लागि प्रेम दानको कालले लो आयो नेपाली प्रीतिको गीत गाउँदै आयो नेपाली लो आयो नेपाली प्रीतिको गीत गाउँदै आयो नेपाली प्रीतिको गीत गाउँदै आयो नेपाली प्रीतिको गीत गाउँदै आयो नेपाली
त्यही भएर हामीलाई यो योगाले धेरै नै फाइदा गरेको छ र यो योगाले गर्दाखेरि मलाई म लगायत अन्य सम्पूर्ण दिव्य शक्ति साथीहरूलाई ऊर्जा धेरै नै पवित्रता स्वास्थ्यमा लाभ भएको छ शान्ति आनन्द र खुसी यो योगा शुभ वस्तु प्रवेश भइरहेको छ हामी भित्र निरन्तर अरू हामीले जुन श्वास लिन्छौँ आउने साथीहरूलाई पनि को साथसाथै योगा हामीमा गराएमा कुराहरू भित्र प्रवेश भइरहेछ हाम्रो कार्यक्षेत्रमा पनि गएर सानो एरियामा पनि हामीले जतिखेर सुकै पनि गर्न सक्ने यसलाई ठुलो ग्राउन्ड ठुलो एरिया पनि नचाहिने र भएको हिसाबले गर्दा र हाम्रो एउटा परिवारसँग पनि जतिखेर सुकै बसेर गर्न सक्ने एउटा सानो टुप्समा सानो एरियामा 2-4 जना स्टाफलाई लिएर पनि गराउन सक्ने भएकोले गर्दा यो चाहिँ सबै पक्षबाट मैले चाहिँ मेरो दरबन्दी अनुहार सेकौँ आँखा सेकौँ र आफ्नो हत्केला हेर्दै तालिममा आँखा चाहिँ खोलौँ तालिमले भन्दा पनि अझै बढी हामीलाई यो योग शिविरले चाहिँ बढी फाइदा पुर्याएको मलाई लाग्यो खुट्टा निधाएर यसमा प्रत्यक्ष फाइदा भनेको शरीरमा चुस्ती फुर्ती अनि पेट घट्ने मोटोपन घट्ने अनि यसको साथसाथै शरीरमा नयाँ जोस पहिले अहिले मेरो जिउ धेरै तन्दुरुस्त धेरै फुर्तिलो पनि भइरहेको छ जुनसुकै काम गर्नु पनि मलाई एकदम सजिलो भइरहेको छ अनि यो योगा भनेको यसमा यो मेरो ढाडहरू कति दुख्थ्यो पहिले मैले डक्टरकोमा पनि औषधि लगेर पनि धेरै खाएँ निको भएन अहिले चाहिँ धेरै राम्रो भएको छ हरेक उयसमा महिलाहरूको लागि धेरै राम्रो छ हस् त धन्यवाद म के शारीरिक रूपले नभए नि मानसिक रूपले चाहिँ ज्ञान हासिल गर्नु नै पुलिसको चाहिँ ठुलो यो विजय हुन्छ आन्तरिक बाह्य र योगा गरेर त्यो किसिमको विधिद्वारा चाहिँ तालिम सञ्चालन भयो मेन्टली र फिजिकली दुवै हिसाबले स्वस्थ भयो भने मात्रै व्यवसायकोमा सुधार आउँछ भन्ने मेरो बुझाइ पनि छ त्यसैले यो स्वस्थलाई स्वस्थ बनाउन त्यस्तै गरेर भविष्यको निमित्त तपाईँले कुनै योजना बनाउनु भने सफल हुन्छ कि हुँदैन त्यसलाई म भेट्न सक्छु कि सक्दिनँ चुन्न सक्छु कि सक्दिनँ भनेर त्यसमा पनि आफूलाई बडा भयावह डर लागेर हुन्छ हरेक समय चिन्ता भइरहन्छ तर यदि हामीले वर्तमानमा अडिन सक्यौँ भने हामीलाई के हुन्छ हेर्नुहोस् एकपटक वर्तमानमा अडियो वर्तमानमा अडिएर हेर्न सक्नुभयो त्यसैलाई चाहिँ आफूले एउटा मेरो निमित्त उपलब्धिमूलक उत्सवमूलक यो जिन्दगी छ अमृत तुल्य मेरो यो जिन्दगी छ मसँग हात गोडा सबै कुरा छ भन्ने कुरा यदि आफूले महसुस गरेर मसँग कुनै चिजको अभाव छैन म अहम जिल्लामा झापा जिल्ला तथा मेची अञ्चलभरि छरिएर रहेका प्रहरी कर्मचारीहरूलाई शारीरिक तन्दुरुस्त बनाउने उद्देश्यले सञ्चालित कार्यक्रममा गाउँमा आफ्नो अमूल्य समय दिई आज यस कार्यक्रमलाई यस प्रशिक्षणलाई ज्यादै रोचक बनाउन मद्दत गर्ने सरकारी दिवसप्रति म हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्न चाहन्छु र यो कार्यक्रमको सफलतापूर्वक सञ्चालन गर्न सम्पूर्ण प्रहरी अधिकृतज्यूहरू यसका इन्स्पेक्टरज्यूहरू र यो कार्यक्रमलाई सही बाटोमा ल्याउनलाई निर्देशन दिनुहुने र प्रेरणा दिनुहुने सरकारी अञ्चल प्रहरीज्यूप्रति पनि म अधिक आभार एवं धन्यवाद दिन चाहन्छु। आदरणीय जीवन गुरु र केन्द्रबाट गर्नुभएका प्रमुख प्रशिक्षकज्यूहरू र सार्वजनिक मन्तव्यको लागि आदरणीय लवदेव मिश्रजी सम्पूर्ण लवदेव अञ्चल प्रहरीको तर्फबाट यस समापन समारोहमा म हार्दिक धन्यवाद हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु।